सिरहनु भएको छ। देश गाउँ सबै रित्तिसक्यो। गाउँहरूमा अहिले औषधिमूलक गर्नको लागि पनि मान्छे भेटिँदैन। यो मैले कतै समाचारमा हेरिरहेको थिएँ, हामीले समाचारमा देखिरहेका हुन्छौँ। आज कोही यहाँ स्वर्गीय भइहाल्यो भनेदेखि त्यो लासले छोराछोरी कुरेर बस्नुपर्ने बाध्यता समाजले भोगिरहेको छ। यो अवस्थाबाट बदल्नको निम्ति तपाईँ हामीले युवा पुस्तालाई यही ठाउँमा रोजगारी दिने अवसरहरू सिर्जना गर्नुपर्छ। यही ठाउँमा हामी बाँच्न सक्छौँ भन्ने सुनिश्चितता दिन सक्नुपर्छ। त्यसको लागि अब पनि हामीले काम नगर्ने हो भनेदेखि भविष्यमा कहिल्यै पनि त्यो अवसर आउने छैन यो देश बदल्नको लागि। त्यसकारणले यो पटक चाहिँ अरू केही पनि नभनिकन मतदान देश जिताउनको लागि हो भनेर यहाँहरूले मतदान गर्नुहोस्। कहिले कहिले आफू चिन्हको मुनि बस्दै गर्दाखेरि विवेकलाई बन्दकी राख्नु पर्यो र तपाईँको विवेक बन्दकी भएको कारणले गर्दा देश हार्यो, युवा पुस्ताले हार्यो भनेदेखि आफ्नै आत्माले पनि धिक्कार्ला। त्यसकारणले यो पटक हामीले देशलाई जिताउने अभियानमा साथ दिनुहोस् भनेर म आग्रह गर्न चाहन्छु।